मेरा दाजुभाइलाई पनि क्षेत्रीका विभिन्न संघ संस्था संगठन र बाहुनका विभिन्न संघ संस्था संगठन र विभिन्न जात जातिका संघ संस्था संगठनलाई म के आग्रह गर्न चाहन्छु भने यो श्रमदानमा जोडिएर काम गर्न आउनुहोस्। विरोध कसैले कसैमाथि नगरौं र अवरोध नगर्नुहोस्। मलाई किनभने तपाईहरुले धेरै अवरोध गरिराख्नु भएको छ। तपाईहरुको अवरोधमा म रोकिनेवाला छैन। उस्तै मौका पर्यो भने म धरान सत्रमा रेलवे चोकबाटै म पत्रकार सम्मेलन पनि मैले गर्न नपरोस्। मलाई धेरै तपाईहरुले टचर नदिनुहोस्। धेरै तपाईहरुले मलाई चाहिँ नजिस्क्याउनुहोस्। मैले तपाईहरुलाई जिस्क्याएको पनि छैन। मैले तपाईहरुलाई टचर दिएको पनि छैन। एउटा काम गर्नको लागि हामी धरानवासी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू, विभिन्न ठाउँका व्यक्तिहरू, विभिन्न जिल्लाका व्यक्तिहरू काम गर्नुपर्छ भनेर आज हामी समाजप्रति लागि परिरहेका छौं। पार्टीले यो ड्रेन बनाउने देखिन, यो ड्रेन बनाउनु पर्छ भन्ने पार्टीलाई थाहा थिएन र एउटा चाहिँ तपाईको चाहिँ यो चाहिँ आज यो चाहिँ बहुभाषिक पाठशाला बनेको छ धरानमा। यो बहुभाषिक पाठशाला बनाउनु पर्छ भन्ने ज्ञान पार्टीका नेताहरूलाई, पार्टीका चाहिँ ती मेयरहरूलाई, पार्टीका जनप्रतिनिधिलाई थाहा थिएन। आजसम्म थाहा थिएन। आज एउटा चाहिँ तपाईको चाहिँ धरानमा चाहिँ पार्क बनेको छ। अमेरिका, जापान, विभिन्न राष्ट्रलाई चुनौती दिने पार्क बनेको छ। त्यो पार्क बनाउनु पर्छ भनेर आज चाहिँ ती नेताका व्यक्तिहरूलाई थाहा थिएन कि थाहा छैन। ती व्यक्तिहरूलाई थाहा छैन त्यो पार्क बनाउनु पर्छ भन्ने कुरो थाहा छैन। ज्ञान छैन, चेतना छैन। कमसे कम हर्क साम्पाङ मेयरज्यूले यहाँ अभियान चलाउनु भयो भने ती पार्टीका व्यक्तिहरूले अन्त अभियान चलाउनु पर्यो क्या, अरू ठाउँ अभियान चलाउनु पर्यो, अझै राम्रो काम गर्नु पर्यो। अथवा उहाँहरूले गर्न सक्नुहुन्न। चेतना छैन, कम्ती चेतना छ। भ्रष्टाचारमा मात्रै लिप्त हुने चाहिँ एउटा परिपाटी छ भने त्यो भ्रष्टाचारमा लिप्त हुने परिपाटी छोडेर आउनु श्रममा अगाडि बढौं। श्रम क्रान्तिको बिउ रोपौं। नेपालमा गणतन्त्र अब सुरु हुँदैछ। 10 वर्ष जनयुद्धमा बन्दुक पड्काएर नेपालमा चाहिँ गणतन्त्र स्थापित गरायौं है भनेर चाहिँ नेताहरूले भनेको थियो। गणतन्त्र त आएकै रहेछ नेपालमा। गणतन्त्र आएकै रहेछ। अब गणतन्त्र आउँछ। हर्क साम्पाङको श्रम क्रान्तिबाट गणतन्त्र नेपालमा आउँछ। होइन भनेदेखि नेपालमा गणतन्त्र आउँदैन। 2-4 जना बाहुनहरू उफ्रिँदैमा नेपालमा गणतन्त्र आउँदैन। 2-4 जना बाहुनहरूले स्टेजमा भाषण गर्दैमा गणतन्त्र आउँदैन। गणतन्त्र आएको छैन नेपालमा। आजसम्म पनि एकतन्त्रीय शासन, व्यक्तितन्त्रीय नेपालमा छ। यो खारेज हुनुपर्छ। विकासको लागि प्रशस्त खुल्ला आकाश जस्तो चाहिँ खुल्ला गरिदिनुपर्छ राज्यले र सम्पूर्ण नेपाली नागरिक, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण पार्टी संघ संस्थाहरू स्वतन्त्र जबसम्म हुँदैनन् तबसम्म नेपालमा विकास हुँदैन भन्ने प्रमाणित चाहिँ धरानले दिएको छ। अहिले तपाईले भन्नुभयो नि, तपाईलाई चाहिँ के भनेर यो अभियानमा सहभागी हुनबाट रोकिरहेछ, छेकिरहेछ? के भन्दैछन्? कसले के भन्दैछ? होइन, 1-2 जना हाम्रो पार्टी, विभिन्न पार्टीका साथीभाइहरूले मलाई धेरै ठाउँ चिन्नु भएको रहेछ, धेरै ठाउँ जान्नु पनि भएको रहेछ, बुझ्नु पनि भएको रहेछ। म पनि एउटा अभियान चलाउनको लागि एउटा अभियान गरौँ भनेरै यो हर्क साम्पाङ मेयरज्यूले राम्रो काम गर्नु भएकोले गर्दाखेरि हामी पनि लागि परेको हो नि त। यहाँ भात खानको लागि, भत्ता लिनको लागि, सेलरी लिनको लागि होइन नि। आज यत्रो जनताहरू यहाँ भेला हुनु भएको छ। सेलरी भत्ता छ त छैन नि। हामी पनि निस्वार्थ भावनाले लाग्दै गर्दाखेरि अरू मान्छेलाई टाउको दुखेकोले गर्दाखेरि उहाँहरूले चाहिँ धरानमा चाहिँ फुल रोपेर विकास हुन्छ, एउटा योजनाको चाहिँ खाका नकरिकन विकास हुन्छ। त्यसका बाबु के को खाका कोर्नु पर्यो? त्यसका बाबुको चाहिँ के को खाका कोर्नु पर्यो क्या? म चाहिँ यहाँ चाहिँ मलाई अब्बर रिस उठिरहेको छ मलाई। र तपाईहरूले मलाई अलिकति गरिदिनु भयो। मलाई अब्बर मेरो दिमागले काम गरिरहेको छैन। आज यो ड्रेन बनाउनलाई खाका कोर्ने हो भने नेपाल सरकारको विधानमा, नेपाल सरकारका ती राजनीतिक दलका विधानमा, कार्यकर्ताको विधानमा यो खाका कोर्नु पर्यो भने नि 5 लाख रुपियाँ खाका कोर्दा मात्रै जान्छ। अनि काम कहिले गर्ने? फेरि ठेकदार कस्तो भइदिनु पर्यो भने त्यही पार्टीको भइदिनु पर्यो। अर्को पार्टीको ठेकदारले टेन्डर पार्यो भने फेरि त्यो अर्को पार्टीले रोकिदिन्छ। त्यसले गर्दाखेरि खाकाको पनि कुरा छोड्नुहोस् तपाईहरू र विभिन्न चीजका कुरा पनि छोड्नुहोस्।
तपाईहरुलाई म के आग्रह गर्न चाहन्छु भने त्यो खाका शाखाको कुरा नगर्नुहोस्। जसले मसँग गर्नु भएको छ तपाईहरु सिरिक काम गर्नुहोस्, अगाडि बढ्नुहोस्। सबैभन्दा ठुलो विकल्प त्यही हो। आज चाहिँ तपाईको चाहिँ यो चाहिँ बहुभाषिक पाठशाला धरानमा बनिसकेको छ, सम्पन्न भइसकेको छ। कालो सिसाले सिसाको भवन त बनिसकेको छ, एउटा पाठशाला बनिरहेको छ। विभिन्न जात जातिको चाहिँ त्यहाँ भाषा सिकाइ हुन्छ। त्यो आज खाका कोरेको हुन्थ्यो भने नि त्यो जिन्दगीमा त्यो पाठशाला बन्दैन थियो। त्यसले गर्दाखेरि के कुरा बुझ्नु पर्यो यहाँ भनेदेखि यी ठुल्ठुला नेताहरू यी भ्रष्टाचारका यी घुसखोरीका यी कालो रात्रि चाहिँ औँसीको रात जस्ता यी अन्धकार छातीमा लेखेर बसेका यी कुनियतका व्यक्तिहरूलाई म के आग्रह गर्न चाहन्छु भने तपाईहरु सबै चिजहरू छोडेर आउनुहोस्, फिल्डमा आफ्ना कार्यकर्तालाई काम गर्न लगाउनुहोस्। काम गरौँ। जसरी आज हर्क साम्पाङ मेयरज्यूले एउटा संस्था, एउटा स्वतन्त्र नागरिक समाजको अभियानबाट, एउटा चाहिँ श्रम अभियानबाट जस्तो तरिकाले विकास गरिराख्नु भएको छ त्यो विकास गर्नको लागि सबैजना अगाडि आइदिनुहोस्। र धरानमा ती राजनीतिक दलका व्यक्तिहरूले धरानमा आएर सोधिदिनुहोस्। तपाईहरुकै मेयर थिए पहिले धरानमा, ती मेयरहरूले जीसीबी किन किनेनन्, रोलर किन किनेनन्, टिपर किन किनेनन् र उहाँहरूलाई सोधिदिनुहोस्। तपाईहरुले जसले मलाई प्रश्न गर्नुभएको छ सोधिदिनुहोस्। कोकाको पानी धरानमा ल्याउनको लागि किन अभियान सञ्चालन गरेनन्? एक ट्याङ्कर पानीमा 7,000 8,000मा राजनीति गर्दा हुने कोकाको पानी चाहिँ धरान ल्याउँछु भन्न चाहिँ नहुने थियो कि के थियो त? यहाँभित्र के लुकेको थियो त रहस्य चाहिँ? यो रहस्य हामीले थाहा पाउनुपर्छ। होइन भनेदेखि एउटा एडिबीको योजना धरानमा आयो। यो एडिबीमा पनि के कति कारणले त्यहाँ भ्रष्टाचार भएको छ त्यो कुरा आफ्नो पार्टीका कार्यकर्ता, आफ्नो पार्टीले पनि त्यो व्यक्तिहरूसँग पनि स्पष्टीकरण लिने वातावरण बनाउनुपर्छ भन्न चाहन्छु म। त्यो मात्रै होइन, विभिन्न क्षेत्रमा। त्यसैले कसैलाई नजिस्क्यौं, कसैलाई नगिजाउँ, कसैले कसैको बाटो नछेकौं, काम गर्न दिउँ। के मुद्दा हाल्ने भने हाल बाहुनहरू हो, हाल म जेलमा बस्न पनि तयारी हो। मोलाङ्खरहरू तिमीहरूले चाहिँ अहिले देश बेच्दाखेरि हुने, यत्रो भ्रष्टाचार गर्दाखेरि हुने, आज त्यो चाहिँ एउटा एयरपोर्ट बनेको छ यहाँ, यो के अरे पोखरा, त्यो लुम्बिनी एयरपोर्ट बने। त्यो एयरपोर्टमा चाहिँ कति करोड कि कति अरब त्यहाँ भ्रष्टाचार भएको भन्ने सुनिराखिएको छ। 10 अरब। त्यो मान्छेलाई किन फाँसी लगाइदिएन? साउदी अरब पठाउ न फाँसी लगाउनको लागि, साउदी अरब पठाओ फाँसी लगाउनको लागि। नेपालको संसद भवनमा उफ्रेर हुनेवाला केही छैन। त्यो संसद भवनमा मात्रै 2-4 जनाको साँठगाँठले हुनेवाला केही छैन। त्यस्ता व्यक्तिहरूलाई नेपालबाट पनि फाँसी लगाउन साउदी अरब मान्छे पठाएको छै भन्ने खालको वातावरण बनाऊ। फाँसी लगाइदियो, केही पनि हुनेवाला केही पनि छैन। फाँसी लगाउन सक्दैनौ भनेदेखि जनताको बीचमा छोडिदियो, ढुङ्गाले हानेर मार भनिदियो। होइन भनेदेखि ती भ्रष्टाचारीलाई जोगाउनको लागि यो राज्य सत्तामा टिकाउ गरेर नबसो। र भर्खर गृहमन्त्रीको पनि एउटा भ्रष्टाचारको विषय आइरहेको छ। त्यो गृहमन्त्रीलाई 24 मिनट पनि सत्तामा बस्ने अधिकार, पदमा बस्ने अधिकार छैन। तत्काल केपी ओलीको यदि नियत सही छ भने त्यो गृहमन्त्रीलाई 24 मिनट भित्र निकालेर बर्खास्त गरिदिए। कुलमान घिसिङ निस्किने बित्तिकै आज विद्युत प्राधिकरणको अवस्था के हुँदैछ? के केपी ओलीले आफ्नो सालोलाई, के देश केपी ओलीको सालाको, केपी ओलीको ससुरालीको, केपी ओलीका भाइ भाइदारको हो यो नेपाल कि कसको यो नेपाल? हामीलाई स्पष्ट तपाईहरूले संसद भवनबाट बोलिदिनु पर्छ, स्पष्ट कुरा जानकारी गराउनुपर्छ हामीलाई। होइन भनेदेखि तिमीहरूको सालो राख्ने ठाउँमा एउटा त्यो जनजातिको छोरा चाहिँ विद्युत प्राधिकरणमा बस्दाखेरि तिमी बाहुनहरूलाई किन रिस उठेको? के रिस भयो त्यसमा? तिमीहरूको आदेश नमानेर हो, तिमीहरूको भनाइ नमानेर हो। उसले सही काम गरेको थियो भनेदेखि तिमीहरूले उसलाई मान्नु पर्थ्यो। र आज तिम्रा ती साला साली भाइ भतिजाहरू नि सत्तामा सर्वा भएर नेपालको चाहिँ कुम्लो कुटुरो बोकेर नेपाली नागरिकलाई चाहिँ विदेश जाओ भन्ने जुन खालको वातावरण तिमीहरूले बनाएका छौ, धेरै यो नटिक्ला। र अब जनताले धेरै यस्तो विषयहरू टिकाउँदैनन्।
चाड